साथीहरू, यो जात 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 त्यस्तै धर्म 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 संस्कृति पहिचान अनि अन्ततः दल दल पार्टी भनेर कुदिराख्ने मानिसहरू मेरो विचारमा राष्ट्र विरोधी हुन्, शान्ति विरोधी हुन्। समाजको परिवर्तन, समाजको सुख, समाजको शान्ति र दलहरूले भने जस्तै समाजवादको विरोधी हुन्। सिम्पल छ, तपाईलाई अनौठो लाग्यो होला, तर हिसाब गर्नुस् वास्तवमा त्यसले के कुरालाई प्रश्रय अन्ततः दिइरहेको छ भन्दाखेरि त्यो भ्रष्टाचार सम्मलाई पनि ती चिजहरूले प्रश्रय दिइरहेको हुन सक्दछ। जस्तै उदाहरणको लागि भ्रष्टाचार हो, ठिक छ, देश बिग्रियो, समाज बिग्रियो, अशान्ति फैलियो, अमन चयन रहेन, सुव्यवस्था रहेन भनिरहेको हुन्छौँ हामी यो चिन्ता पनि गरिरहेको हुन्छौँ। तर सँगै ती अघि मैले भनेका चिजहरू पनि अपनाइरहेका हुन्छौँ। म यो जातको मान्छे, म यो धर्मको मान्छे, म यो पार्टीको मान्छे भनेर वकालत गरिरहेका हुन्छौँ। अनि यसो विचार गर्नुस् न, भ्रष्टाचारलाई कसले, कहाँबाट चाहिँ भ्रष्टाचार सुरु हुन्छ सामान्यतया भन्दाखेरि अनियमितताबाट भ्रष्टाचार हुन्छ। अब अनियमितता कहाँनिर हुन्छ भन्दाखेरि जहाँ नातावाद छ, जहाँ नाता जोडिएर कामहरू गरिन्छ, जहाँ कृपावाद छ, कृपा जोडिएर काम हुन्छ, बिचौलियाबाट काम हुन्छ, दलालहरूबाट काम हुन्छ, अन्डर टेबलबाट काम हुन्छ, त्यो अनियमितता हो। त्यसले नातावाद र कृपावादले जन्माएको कुरा हो त्यो। अनि अलिकति पर जाने हो भने त्यो नातावाद कृपावाद कहाँबाट आउँछ त भन्दा समुदायबाट, निश्चित समुदायबाट, निश्चित दलबाट, निश्चित गुटहरूबाट, निश्चित जात, निश्चित धर्म, निश्चित संस्कार संस्कृतिहरूबाट त्यो नातावाद कृपावाद भित्र एउटा मोह माया आइरहेको हुन्छ। अनि त्यो चिजले वास्तवमा भ्रष्टाचार भइरहेको छ। अनि देशमा अमन चयन भएको छैन, शान्ति सुव्यवस्था भएको छैन। अनि मेरो दलको मान्छे भनेपछि हामीले अर्को दलको मान्छेलाई जब एउटा प्रजातान्त्रिक हैन प्राकृतिक न्यायको सिद्धान्तमा आधारित न्यायहरू दिलाउन सक्दैनौँ अथवा उसलाई हामीले अर्को पक्षको मान्छेलाई पनि मान्छे मान्न सक्दैनौँ, त्यतिखेर समाजवाद आइरहेको हुँदैन। त्यसले गर्दाखेरि दलहरूले व्याख्या गरेको समाजवाद र उनीहरूले हिँडेको बाटो नै फरक छ। हामीले परिकल्पना गरेको सुन्दर नेपाल, हामीले परिकल्पना गरेको समृद्धि, शान्ति, सुव्यवस्थित, अनुशासित नेपाल र हामीले हिँडिरहेको बाटो जात जात जात, धर्म 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 धर्म, पार्टी पार्टी पार्टी, दल दल, समुदाय, के हो यो? त्यसैले मैले अघि सुरुमा भनेको कुरा यही हो। वास्तवमा यो भन्नु राष्ट्र विरोधी हो, राष्ट्रलाई अगाडि बढ्न नदिनु हो, तपाईँ हामी अगाडि नबढ्नु हो, मुलुक समाजवादसम्म नपुग्नु हो, विश्व परिवेशमा हाम्रो मुलुक तुलना गर्न पनि नमिल्नु हो। किनभनेदेखि जमाना त्यता छैन, अहिले एआईको जमाना छ, आइटीको जमाना छ, कम्प्युटरको जमाना छ, संसार कहाँ पुगिसक्यो। हामी चाहिँ यो सानो एउटा तुच्छ चिजमा अल्झेर बसिरहेका छौँ। अनि हामी चाहनु चाहिँ विकास चाहन्छौँ, संसारलाई भेट्न चाहन्छौँ, काम चाहिँ गर्छौँ, कहीँ पनि नपुग्ने कुवाको भ्यागुता जस्तो कुवामै उफ्रिराख्ने काम गर्छौँ। अङ्गेरीको बोट रोपेर स्याउ त फल्दैन नि साथीहरू। अनि स्याउको अपेक्षा गर्नको लागि त स्याउ नै रोप्नु पर्यो होला। अब मेरो व्यक्तिगत विचार तपाईँलाई कस्तो लाग्छ अन्यथा नलिनु होला। नमस्कार।